बुढो भइसकेछ क्या 10 वर्ष पछाडि भेट्दा त बुढो म आफै बुढो भइसकेछु क्या नमस्ते सबैजना नमस्कार यो चाहिँ मेरो साथी हैन सर्वप्रथम त भन्नै पर्दा म चाहिँ कोपो म चाहिँ भर्खर उठेर क्या आँखा रातो भइरहेछ क्या कहाँ भने आज साथी भेट्नु जाँदैछु क्या र साथी पनि फेरि होइन साथी पनि फेरि यहाँ होइन क्या धेरै परबाट भेट्न आउनुहोस् क्या साथीले पुरै कपालले हेर्ने कपाल काटेको छैन कपाल भेट्यो यति लामो भएछ जस साथी चाहिँ भेट्नु आउनु अब साथी चाहिँ म भेट्नु गएको खासमा भनेपछि साथी फेरि कहिले भेट्नु भने लगभग 9 वर्ष पछाडि भेट हुँदैछ क्या साथीसँग मेरो चाहिँ होइन साथीसँग चाहिँ 9 वर्ष पछाडि भेट हुँदैछ मेरो र अब चाहिँ साथीलाई भेट्नु जाँदैछु के कस्तो भइसक्यो साथी होइन ऊ पनि भन्दैछ साथी त यार 9 वर्ष भइसकेपछि कहाँ छस् यार कस्तो छस् यार भनिरहेछ त्यही भएर अहिले पनि अब त्यो भेटघाट फेरि घर गाउँमा होइन क्या बाहिर त्यसै भइरहेछ क्या हाम्रो भेट चाहिँ अब होइन त्यही भएर अब म चाहिँ लाग्दैछु होइन र अब म जाँदैछु म अगाडि गेटमा आइसकेँ अब यहाँबाट गेटमा चाहिँ ट्याक्सी र गाडी बोलाएर जानेछु म र परे भेटौँ म भिडियो गर्दै गर्दैछु साथीहरूसँग के कस्तो छ कस्तो रमाइलो हुन्छ हेर्दै गर्नु होला है त नानी म चाहिँ अब गाडी चढिसकेँ अनि अब साथी पर्खिरहेको छ साथीलाई अब भेट्न जाँदैछु 9 वर्ष पछाडि यार 9 वर्ष पछाडि त बुढो भइसक्यो यार बुढो भइसक्यो ऊ पनि बुढो भइसक्यो अब तर अब भेट्नु चाहिँ कस्तो जाँदैछु भने होइन बचपनकै हामी चाहिँ बचपनकै साथी हो क्या खासमा साथी कस्तो भन्दाखेरि त्यो अहिले बनाएको साथी भनेको होइन अहिले बनाएको साथी चाहिँ होइन क्या बचपनदेखिकै सानोदेखिकै साथी हो क्या सँगै खाएको सँगै हिँडेको मतलब त्योभन्दा पनि सबै एउटा कट्टुहरू लाएर हिँडेको मान्छे हो क्या यो मेरो पेन्टी कट्टु लाउनुहोस् राम्रो के बोले भाइ अब के बोले साथी त्यस्तो साथी हो क्या बचपनकै र अब चाहिँ म आधी बाटो आइसकेको छु ओके अब ठाउँमा आइसक्यो ओके बस ओके थ्याङ्क यू म चाहिँ गाडीबाट उठिसकेँ अब भनेको चाहिँ म सिधै परछ अनि यहाँबाट चाहिँ 10 बजे बेलुका साथीहरू पर्खेको अरे मेरो खुसीमा हाँसिदिने सबैभन्दा माथि छ मेरो एउटा साथी छ कति वर्ष पछाडि चिनेन कि क्या हो खै नमस्ते गरिदिनु सबैजनालाई नमस्ते सबैजना नमस्कार नाम पनि भन्दैन नि मेरो भाइ नाम पनि भन्दैन नि चुरोट खाँदैछ कहाँ सँगै आएको मेरो नाम चाहिँ यता 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 कलौटे के बोल्छ भनेर मोबाइल खोलेर हेर्छ के जनताले यहाँ छ हौ माइक यता हो ल यो चाहिँ मेरो बचपनदेखिको साथी कति 9 वर्ष लगभग 9 वर्ष भयो होला होइन 9 वर्ष पछि भेट्दैछौँ हामी चाहिँ अहिले मलेसियामै छौँ तर यो चाहिँ कोलालम्पुरमा म चाहिँ पेनाङमा कति 5-6 घन्टा चाहिँ लाग्दो रहेछ एमबिसी आएको यहाँ त नभन्नु होला है अहिले हामी एमबिसी यता आएको अब अहिले क्यामेरा गर्नु पाउँदैन होला A few moments later समथिङ 2 घन्टा पछाडि चाहिँ मेरो साथीको पालो आएर सकियो नि अब अनि साथी खुसी भएर आउँदैछ हाँस्दै खुसी छस् नि केटा अब भनेपछि यहाँ भएको चाहिँ हामी यहाँ भएको चाहिँ सबैजना नेपाली नै हुन् क्या अनि यहाँ तल्लो स्टेपमा यति भिड छ अरे माथि स्टेपमा झन् धेर छ अरे क्या अनि यहाँ चाहिँ क्यामेरा खिच्नु पाउँदैन रहेछ तर खिच्यो अनि अब मेरो एउटा सुजन साथी पनि आउँदैछ उसलाई पनि भेट्नु पर्ने छ
अहिले चाहिँ भिडियो अफ गरेँ त यो चाहिँ मेरो साथी होइन यो चाहिँ मेरो साथी हो एकचोटि देखा न होइन मेरो साथी हो होइन हकी खेल्दा टाउको फुटाएछ हाम्रो साथी चाहिँ यहाँनिर यो एकदम डरलाई यो हकी डन हो चस्मा गोजीमा लगाएको होला यता ल सर्वप्रथम त भन्नै पर्दा म चाहिँ को पो अबे कौन है बे तू प्रधानमंत्री टेक्नोलोजी अनि म चाहिँ यहाँ के अरे पासवर्ड रिन्यू गर्न आएको के भन्छ यसलाई कोलालम्पुर म यहाँ अलिकति जानकारी दिन चाहन्छु क्या यहाँनिर जति पनि तपाईँहरू यहाँ मलेसियावासी हुनुहुन्छ मलेसियामा कार्यरत हुनुहुन्छ तपाईँहरूले चाहिँ यहाँ उसमा पासवर्ड रिन्यू गर्नु आउनुभयो भने के भन्छ त्यो फर्महरू चाहिँ तपाईँहरूले त्यो अनलाइनबाट नि आफैले भर्नु मिल्छ यहाँ हामीले चाहिँ यहाँ आएर गरेको धेरै समय लाग्दो रहेछ टाढोबाट आउनेहरूलाई चाहिँ धेरै गाह्रो हुन्छ हामी त टाढोबाट पेनाङबाटै आएको हो त्यही हो अहिलेसम्म अब नम्बर पनि आएको छैन 3103 नम्बरमा छौँ हामी भनेपछि कतिजना होला अगाडि मान्छेहरू हाम्रो त्यो रातै पर्ने छ त्यही भएर तपाईँहरू चाहिँ आउनुभन्दा अगाडि नै उतैबाट अलिकति कोही जान्ने बुझ्ने हुनुहुन्छ भने उहाँहरूलाई सिकाइ मागेर तपाईँहरूले फर्म चाहिँ अनलाइनबाटै भर्नु मिल्छ आफैले नभए अरूलाई यहाँ भर्नु लाउनु भने चाहिँ 50 रिङ्गेट लाग्छ तपाईँहरूले आफै भर्नु मिल्छ पैसा लाग्दैन अनि त्यो फर्म भरिसकेर फोटोकपी गरेर लिएर आउनु पर्छ है यति नै भन्न चाहन्छु ल अनि साथी एउटा कुरा भन्नु लाग्यो त 9 वर्ष पछाडि भेट भएछ तसँग होइन तेरो गर्लफ्रेन्ड छ कि छैन नट डाटी भन्छ गर्लफ्रेन्ड यस्तो कुराहरू त त्यो भ्लगमा नहालौँ म गर्लफ्रेन्ड सलफ्रेन्ड त कतिजनाले फेरि मलाई साइट हानिरह होला फेरि त्यो निराश हुन्छ नि त मलाई यस्तो कुराहरू त नगर यो त नहाले यो त भिडियो त नहाल्ने फेरि होइन नहाले यो त नहाल्ने फेरि यहाँ चाहिँ हाम्रो एकदम सोझो साथी छ झन् झ्याप भएको बेला झन् चाहिँ आउँदैन अरे बोल्नु लाज लाग्छ अरे हाम्रो साथीलाई साथी तँ सोध्नु यो क्यामेरा हो ए यो चाहिँ माइक हो त्यो चाहिँ क्यामेरा हो होइन कि त्यो चाहिँ माइक हो यो चाहिँ क्यामेरा हो चुरोटहरू त त्यो उयो हाल्दै वार्निङ सर्निङहरू चाहिँ हाल्दै धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ धूम्रपान पड़ेगा महंगा होइन इङ्ग्लिसबाट के पो भन्छ स्मोकिङ नो स्मोकिङ स्मोकिङ के अरे स्मोकिङ धुम्रपान स्वास्थ्यको लागि हानिकारक छलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्दा के भन्छ अरे किल स्मोकिङ नो स्मोकिङ कस्तो हुन्छ भने एउटा पोथी एकै प्रकारको हुन्छ चाहिँ अन्डा पार्ने त्यसको 2 प्रकारको हुन्छ क्या एउटा त्यत्तिकै बैसाएर पारेको हुन्छ अनि अर्को भाले लगाएर पारेको हुन्छ क्या हो होइन यसलाई थाहा छ नि यसले देखेको चाहिँ छु मैले खै के अन्डा पो भन्छ त्यसलाई त्यो ठ्याक्कै थाहा चाहिँ भएन एउटा अन्डा त्यत्तिकै अन्डा पार्ने पनि हुन्छ अनि त्यो हो त्यो भइसकिसकेको थियो रहेछ क्या त्यो अन्डामा बतासे अन्डा र खै त्यो रन्डा अन्डा त्यो रन्डा अन्डा हो त्यो चाहिँ मासाला कुकुर अनि त्यो चाहिँ भइसकेको रहेछ अनि अब त्यो बच्चा काट्नु मात्रै बाँकी थियो त्यसलाई न्यानो चाहिन्थ्यो त्यो अन्डालाई त्यो अन्डा तैँले लगेर चामलमा हालिदिस् त्यस्तो बुद्धि मसँग कहाँ थियो त मैले लगेर ताईमा हालेँ कराईमा क्या कराईमा हालेँ पकाएर खाएँ तैँले त हाले एउटा भात थियो यसकोमा क्या दामी भयो त्यो कत्रो त्यो मेरो गाउँमै सबभन्दा सुरुमा त्यो तित्रा पाल्ने व्यक्ति भनेको यही हो क्यामेराम्यान अनि त्यसले अन्डा टन्नै पार्थ्यो बच्चाहरू पनि बनाएको थियो खै कता पछि के गरेको नि त्यो त थाहा भएन हौ है ल यस्तै छ हाम्रो कथा हो यो चाहिँ साइकल किन्नुपर्छ 11 वाला अनि साइक्लिङ हान्नुपर्छ नेपाल टुर चाहिँ हान्नुपर्छ मलाई त ओभर
झगडा बोल्नु हुँदैन यो त बोल्दैन त त्यस्तो बोल्ने मान्छे आउँदैन तँलाई माइक पक्रेन के गर्नु पर्दैन के छ सबैलाई ठिकै छ होला नि मेरो जिग्रीहरूको होइन बचपनको याद फेरि एकचोटि दिलाउनु मन छ होइन फेरि हामी सबै एकचोटि भेटेर होइन फेरि एकचोटि हामी सबै भेटेर फेरि त्यही गाउँ त्यही ठाउँमा होइन एकचोटि बचपनको यादले एकचोटि फेरि रमाइलो गर्दै बचपनको कुराहरू गर्दै सँगै घुम्दै घुमफिर हिँड्नु मन लागिरहेको छ एकचोटि फेरि सबै साथीहरू जता कोही कहाँ अहिले छौँ होइन टाढा जहाँ भए पनि फेरि एकचोटि हामी चाहिँ सबै भेट हुँ होइन संजोगले गर्दा भेट हुँदो रहेछ हौ ल हाम्रो केटाहरूको चाहिँ काम सक्यो अब यहाँ भारी बोकेर हेर्छ काम सक्यो हो काम भयो नि पुरा होइन यता हेर त कोही हेर्दैन हाम्रो यहाँ एकदम भिड जाँदैछ अनि केएल आएर पनि त्यो टावर गर्न भन्दा के आएको म अर्थ भयो केएल उयो केएल हौ छाडा नबोल पहिला पनि 17 महिना वर्ष यस्तो हुँदैन अब चाहिँ हामी यहाँबाट लाग्यौँ सक्यो काम अनि अब भरे फेरि भिडियो गर्दै गर्छौँ अहिले चाहिँ काम सकेर मात्रै गयो एमबिसीबाट होइन केटाहरू चाहिँ यहाँनिर रक्सी सरुममा पसिरहेको छ अहिले यहाँ हाम्रो केटाहरू चाहिँ पुरै चुपेला रहेन झन् महँगो चाहिँ नदेखेर सस्तो देखाउने अरे सुजनले किनेको अरे काले दाजु तैँले किनेको होइन यो देखाएको हो सरी है दाजु देखाएको होला यो चाहिँ खाने रे केटाहरूले दाइ यो चाहिँ नेपालीको हो कि कसको ए कहाँ नेपालीले यहाँ उयो गर्छ कालेको सबै यो हो ल प्याकेजमा पुरै छ यहाँ अलैँचीको स्वाद भएको रक्सी कुन हुन्छ दाइलाई अलैँची त थाहा छ ए थाहा हुँदैन हौ नेपाली कति होइन कतिपयलाई थाहा रहेन त अलैँची भनेको कस्तो थाहा हुँदैन इन्डियन रक्सीहरू त राम्रै हुन्छ हौ दाम इन्डियनमा घुल मक्छ दामी लाग्छ नजिकै रहेछ कि यहाँ आउनुपर्छ नि यहाँ रहेछ नि त ओए हात देखान ओए अघि हामीले त्यहाँ जति पनि खाएको सब यहाँ आएर किनेर लगेर खानु गर्न। दामी हुन्छ ल ल दाइ ल हामी चाहिँ अब निस्क्यौँ कमा रहेछ न पुरै बसाइ सरेको जस्तो देखिरहेको छ हाम्रो यहाँ हाम्रो झापाली ब्रदर हो नि फेरि त ल है ल हाम्रो अमन सरको आफ्नै दिदीको रेस्टुरेन्ट अरे अँ हामीलाई उहाँ परबाट लिएर आएको डरो हिँडा सालेले 1.5 किलोमिटर चाहिँ हिँडायो नि अँ ल ठिकै छ हेरौँ न त अब लेट्स सी है A few moments later. है ल है ओए 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 जितो जितो ल है अरे डान्स त खतरा आन्दो रहेछ त अनि देखेकै थिइनँ यसले यार सबिनले के भन्यो तपाईँ त सुहाउँदो रहेछ त यार ए कुन कुन रक्सीको नाम भन्न कुन अरे JF डोमिनिक
लु भन्नु त राम्रो हुन्छ लु स्पेलिङ अलिक लु भन्छ डोमिनिक होइन जेएफ डोमिनिक अलिक लाग्यो भने जेएफ डोमिनिक जेएफ डोमिनिक बिसप ब्रान्डेड त इङ्ग्लिस पनि ट्यालेन्ट रहेछ जस्तो अनि इङ्ग्लिस ट्यालेन्ट होइन इङ्ग्लिस ख हो इङ्ग्लिस ट्यालेन्ट भएको मलेसिया आउने भयो यहाँ हाम्रो साथी इङ्ग्लिस पनि अब पुरा ट्यालेन्ट रहेछ होइन इङ्ग्लिस ट्यालेन्ट भयो मलेसिया आउने भयो डान्सर यहाँ छ डान्सर अनि हाम्रो ब्रदरलाई के छ ब्रदर के छ ठिक छ नि ल